म त सिंगल नै हो, फरेभर सिंगल, फरेभर एक्लै होइन हो। किनकि अहिलेसम्म रिलेसनसिप एक्सपिरियन्स के छ? रिलेसनसिप त छ, झुटो किन बोल्नु, एक्सपिरियन्स चाहिँ छ। एक्सपिरियन्स नभइकन त गाह्रो छ यत्रो उमेरमा बोल्नु, एक्सपिरियन्स चाहिँ छ मलाई। तर एक्सपिरियन्स पनि ब्याड एक्सपिरियन्सहरू चाहिँ बेसी छ। त्यही भएर ब्याड भनेर कस्तो कस्तो? अलिकति सायद उताबाट पनि सम्झिन सकेन, यताबाट मैले पनि उसलाई बुझ्नै सकेन। ए डिस्टेन्स रिलेसनसिप थियो? डिस्टेन्स भन्दा पनि छ, अब कुरै छोडिदिनु त्यो कुराहरू। डिस्टेन्स भन्दा पनि छ, थियो। सबैको हुन्छ लभ सब, सबैको, हजुरको नि उहाँहरूको पनि सबैजनाको थियो होला। उहाँ हाँसिराख्नु भएको छ होइन, लभ त पर्दैन केटीसँग यसो। मलाई त साँच्चै भन्दाखेरि राम्रो नलाग्ने कुरै भन्दैन, राम्रो त लाग्छ यसो हेर्दाखेरि उहाँ। तर सबैजनासँग सबैलाई खुसी बनाउन सकिँदैन। त्यो तपाईँको त फेरि अब त्यो प्रोफेसन जस्तै भयो जस्तो लाग्छ, लाइक बसेर अनिखेरि कन्भिन्स गर्ने त्यो चाहिँ गाह्रो छ त्यस्तो। त्यो त फेरि जस्ट लाइक त्यो भित्रैदेखि आउँछ कि तपाईँ त्यतिकै भनिदिनुहुन्छ? चिल त्यो त्यस्तो केही पनि छैन त्यो, म त्यसरी चाहिँ लिँदैन। लाइफमा कोहीसँग त्यस्तो रियल फिल आएको छ? रियल फिल त्यस्तो चाहिँ भएको छैन। म चाहिँ खोजीमा चाहिँ छु अब एकजना। मलाई मेरो चोइस भन्नु न, लुक्स। कस्तो खालको चोइस? मलाई चाहिँ मङ्गोलियन टाइप्स। मङ्गोलियन टाइप्स नेभर टाइप्स भयो नि हुन्छ होइन, अलिकति त्यस्तो लुक्स चाहिँ मलाई दामी लाग्छ। अलिकति पूर्व टाइपको इलाम धरान त्यतातिरको उसको त कता इटहरी हो, पूर्व नै हो। तर म बाहुन भयो नि त, उसलाई मङ्गोलियन मन। मलाई चाहिँ मङ्गोलियन फर्स्टमै क्लियर गरिदिनु, फर्स्टमै जोगिसक्यो केटा, फर्स्टमै बोल्यो बवाल लाग्छ। मेरो चाहिँ लुक्स भनेको चाहिँ त्यस्तो चाहिँ, अब हजुरको अगाडि भनिदिएको थियो, लुक्स चाहिँ मलाई त्यस्तो दामी खालको टक्क होइन। अझै लोसारहरूमा निस्किन्छ कि म कहिले कहिले है, लोसार परेको बेलामा साकेलाहरू त्यो के हुन्छ नि, उभौलीहरूमा टक्क आउँछ म कहिले कहिले लुकेर। त्यो ग्राउन्डमा छ नि ठुलो, त्यहाँ आएर चाहिँ टक्क बस्छु हेर्छु, अनि घर जान्छु के गर्दिनँ, दामी लाग्छ मलाई। मेरो चाहिँ टाइप्स त्यस्तो हो। कस्तो कति मान्छेले सोध्छ होला है, यस्तो अब लाइफमा यस्तो गफ गरिरहेको हुन्छ, कति उसको त कति धेरै छ होला भन्ने मान्छेहरूलाई त्यो भ्रम पर्ने रहेछ है। छैन त्यस्तो केही पनि, सोध्छन् तर सोच्न चाहिँ सोचिन्छ, सोच्नु त सोचिहाल्नु, तर रियलमा चाहिँ अलिकति गाह्रै छ। रियलमा फेरि यसरी नै पताउनु हुँदैन है कसैले पनि। म भन्छु मेरो कोही पनि हुँदैन भनेर यसरी भन्छु, तिमीले त सबलाई यस्तै भन्छ है भन्नु, यस्तै नै छ। त्यो हुँदा चाहिँ अलिकति अब